हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ म धेरै दिनपछि मेरो युट्युबमा चाहिँ भिडियो अपलोड गरिरहेको छु। हाम्रो एन्जलले चाहिँ मलाई अस्तिदेखिको फुपू हामी पनि भिडियो बनाउन युट्युबमा लगाऊँ, हाम्रो च्यानल कहिले 1 मिलियन सब्सक्राइब पुग्छ भनेर उसले मलाई सोधिरहेको थियो क्या। अनि ऊ आफैले ल बनाउन त भनेर मैले उसलाई मोबाइल दिएको थिएँ। ऊ आफैले केही कुराहरू बोलेको छ, सबैजनाले सुनिदिनु होला है त। अनि कस्तो लाग्छ त्यस्तै प्रतिक्रिया पनि दिनु होला। फेरि सुरुदेखि है। हेलो गाइज, म चाहिँ एन्जल राई हो। म चाहिँ एकान्तमा बस्छु। मलाई चाहिँ भिडियोको लाइक र च्यानलको सब्सक्राइब गरिदिनु होला। र म चाहिँ अहिले मेडिकल जाँदैछु घाउलाई ड्रेसिङ गर्न। र म चाहिँ पहिलादेखि नै ड्रेसिङ गर्न धेरै आज चाहिँ म रुन्छु होला जस्तो लाग्दैछ। हजुर चाहिँ भिडियोको लाइक र च्यानल सब्सक्राइब र भिडियो हजुर हेर्न चाहन्छु हुन भन्दा म चाहिँ पर्सिदेखि भिडियो बनाउँछु। हजुर मेरो भिडियो हेर्नुहोस् होला। थ्याङ्क यू सो मच। जस्तो लाग्छ त्यस्तै भिडियो गरिदिनु होला। तर म हजुरलाई चाहन्छु, म हजुरको भिडियो हेर्न सक्छु। तर म हजुरको धेरै भिडियो हेर्छु। तब पनि हजुर लाइक गरिदिनु हुँदैन, च्यानलको सब्सक्राइब गरिदिनु हुँदैन। प्लिज गरिदिनुहोस् होला। जाऊ त्यहाँनिर। एन्जलले चाहिँ आफैले बोलेर चाहिँ भिडियो बनाइसकेको छ। अनि त्यसरी भिडियो बनाइसकेपछि चाहिँ उसको ड्रेसिङहरू पनि गरिसक्यौँ। अनि कुमारी पार्टीमा चाहिँ मेला लागेको रहेछ। मेला घुम्न जाऊँ भनिरहेको थियो बिहानदेखिको। अनि त्यही भएर मेलामा लागेको। अहिले चाहिँ हामी मेलामा यसरी डुलिरहेका छौँ। थोड़ी जगह दे दे मुझे, तेरे पास कहीं रह जाऊं मैं। खामोशियां तेरी और दूर कहीं ना जाऊं मैं। यस मात्र बस फोटो खिचिदिन्छु। यो पनि समात होला। बिस्तारै उसको हातमा घाउ भएर अलिक गाह्रो भइरहेको छ है खेल्न, त्यही भएर दादाहरूले उफार्नुहुन्छ तिमी उफ्रा। अब यो खाने समयमा त खेल्ने समयमा त समय कट्टा हो। अब तिम्रो टाइम सकिन लाग्यो, छिटो गर। तिम्रो टाइम सकिन लाग्यो। पुग्यो कि खेल्ने अझै पुग्यो। अब भने चाहिँ हाम्रो ब्लग आजको ब्लग सकिसकेको छ। आज फर्स्ट टाइम हो यसरी ब्लग बनाएको। त्यस्तो राम्रोसँग त केही बोल्न एडिटहरू गर्न आएको छैन। फर्स्ट टाइम हो। सबैजना सुनेर हेरेर कस्तो लाग्छ त्यस्तै प्रतिक्रिया पनि दिनु होला है त। आजलाई त अलिक पैसा बनाए सबैजनालाई बाई बाई, टेक केयर।